मङ्सिर 23 गते काठमाडौँको रत्न पार्कमा बृहद आमसभा हुँदैछ। विशेष गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहनेहरू, प्रदेश संरचना खारेज गर्न चाहनेहरू र यो देशमा हिन्दू बुद्ध किराँतसहितको वैदिक सनातन हिन्दू अधिराज्य चाहनेहरू, भ्रष्टाचारीलाई हदैसम्मको कारबाही होस् भनेर चाहनेहरू र संवैधानिक आयोगमा राजनीति नियुक्ति बन्द होस् भनेर चाहनेहरू र संवैधानिक राज संस्था चाहिन्छ यो देशमा भनेर चाहनेहरू अब एकजुट बन्ने बेला आएको छ। कोही पनि नछुटौँ, हरेक ठाउँबाट नारा एउटा मात्रै, संविधान संशोधन, व्यक्ति पनि परिवर्तन, नेतृत्व पनि परिवर्तन, संविधान पनि संशोधन, जेन्जी राजा र दलहरू बीचको त्रिपक्षीय सम्झौता। तपाईहरु यो एजेन्डामा यदि एकजुट हुनुहुन्छ भने यही मङ्सिर 23 गते काठमाडौँको रत्न पार्कमा बृहद आमसभा हुँदैछ। तपाईहरु जति पनि साथीहरु हुनुहुन्छ राष्ट्रिय झण्डा सहित उपस्थितका लागि अपिल गर्दछौं।